हेलो गाइज, वेलकम टु अनदर भिडियो। आज चाहिँ हामी चाहिँ तपाईहरु देख्न सक्नुहुन्छ हामी बारीमा के भन्छ बहिनीहरुलाई मकै खन्न आइराछ। मम्मी, समरु अनि म। आज चाहिँ हामी यो सब आफ्नो बारी सब यति पुरै गोड्न छ। यता यता सब आधासँग गोडी भ्याउन अरूहरुले हामीले तीन गोडा छैनौं। आज चाहिँ मजाले गोड्छौं। अनि चाहिँ मेरो क्यामेराम्यान आजको चाहिँ हाम्रो बहिनी। क्यामेराम्यान कस्ता हुन् ल गाइस। ल अब खान्छ भने हामी चाहिँ जान्छ ल। अब क्यामेराम्यान अब लिऊ। हामी चाहिँ झ्याम्के भनेको देखाइदियो राम्रोसँग। हेलो गाइस, तिमी नि खाना त्यहाँ खुरखुर त्यो ल गाइस हेर्नु हाम्रो रिसेन्ट पाटनको भ्यूज। मम्मी त्यहाँ खनिराख्नु भयो, दाइ त्यहाँ खनिराखेर मेरो कोदालो त्यहाँ। मैले चाहिँ यो यति आधा चाहिँ मैले खनेको है गाइस। म फेरि अलिअलि भए पनि म फेरि खन्छु होइन। खन्नभन्दा पूर्व मम्मीबाट चाहिँ मम्मीलाई कस्तो अनुभव भइरहेको छ। अब हामी मकै खान पाउँछौँ नि त। हेलो मम्मी। हेलो हेलो हेलो। तपाईँलाई कस्तो लागिरहेको? मजा आएको खन्न? ए मजा आएको छ छोरी। यो बुढेसकालमा कोदालो खन्न नसा पनि तन्किनी खुम्चिएका नसा त बार भ्याङ भ्याङ खनिरहेको छु। कति मजा छ। ल हेरौँ यस्तो तर्कलिन काठमाडौँ बसेर सहर बसेर आएको मान्छे खन्न पनि जान्दैन राम्रो छ। काट्देऊ न त तँ। अहिलेसम्म कहिल्यै काम नगरेको मान्छे हो यो। अलि अस्ति तपाईँहरूले देख्नुभयो होला के भन्छ अरे यसले चाहिँ घाँस बोकेर आएको भिडियो। र आज खन्दैछ। यसलाई कस्तो अनुभव भइरहेको छ ल सोधौँ। ल हजुरलाई कस्तो अनुभव भइरहेको छ खन्दाखेरि? रमाइलो खुबै नाटक पार्दै बसे। खन्न कति गाह्रो हुन्छ। यहाँ आइज यहाँ आइज। खुब तैँले पुलअप सुलअप गर्नुभन्दा त यही गरेको राम्रो नि। खुब नाटक पार्छ जस्तो बिहान बिहान किन आउने र? यहाँ आइज। यहाँ हेरी यहाँ फोरा हेर। खुब सजिलो छ भने देखिया होइन। अल्पसी हेरी पुरै फोरा। खुब सजिलो छ भने हल्का खिल्ली उडाउँदै बस। गर तैँले नि गर। मकै खाने बेला खाने बाँदरले खाँदाखेरि खाने होला भएन। खन्न चाहिँ त्यही भ्याइ गर्दै बस। उखान टुक्का भने काम गर्ने कालु मकै खाने बाले। ल गाइज म अलिकति खनेर हजुरबाट फेरि आउने छु। त्यही छिनको लागि विश्राम। ओके गाइज। र गाइज म चाहिँ थाकेँ है। अब म चाहिँ आलीमा बस्छु। फेरि आलीमा हामीले चाहिँ पहिल्यै खन्दाखेरि सजिलो हुन्छ भनेर मकै चाहिँ निकालेर राखिरहेको थियौँ होइन गाइज। शीतल अब आजको दिन चाहिँ शीतलो छ। दाइ चाहिँ त्यहाँ खनिराख्नु भयो। हेर्नुहोस् त्यो नाटक हेर न। यार खनम भाइ यार। छोड त छोड। यार हम तो धनी रहेछौँ यार। दाइ अझै खन न राम्रो जस्तो खन त अझै पाइन्छ कि? अझै छ भाइ दाइ हेर्नुहोस् त। करोडपति यहाँ त अझै छ होला कि। ए ओहो हामी त
अमेरिकानी गरेछन् पुर्खा हाम्रा डलर चिठी नै लेखेर राख्यो होला के लेखेको नि यति राखेको छु भनेर हेर त ओहो अरब गरेछन् भाइ डलर अरब रहेछ त कता अब अर्को करोड ओहो पैसा खोज के हेर बसिस चियो दाइ यार पढ्दै पढ यार खेत बारीको रहेछ अहिले पछि पढाउँ न खजानाको अर्को नक्सा रहेछ हो कता हो अरू खनम गाइस झोला लिएर अब एउटा भाँडोमा हाल ल हेरौँ गाइस खनमै औँठी अब सुनको औँठी लाउन पाइयो अब यहाँ चाँदीका नि यतै खै त तालचा कता राख्यौँ हामीले चाँदीको होला के पो पनि ल खनौँ मस्त खनौँ खन्दा के पाइन्छ अब मस्त खनियो हामी चाहिँ यता वरिपरि अरू ठाउँ छ होला पक्कै पनि बाजेको सम्पत्ति त लामै छ क्या लुकाएर कता राख्यो ध्यान खनियो पाउने हो होइन त ल अब खनियो पार्टी है आज बेलुका चाहिँ हाम्रो यहाँ रौसी मासु पार्टी हुन्छ गाइज आउनु होला सुनको तिलहरी पैसा डलर राखेर कता ल अब खनियो भक्काउ खनियो आइज त बन्द गर खन्न आइज अझै खन्न यहाँले अझ क्या अरे थाके भनेर बस्छे अब त अब खन त्यहाँ खुनखुरु अब त म पनि खन्छु खने गर्ने हो तिमीहरू के हेरेर बस्या जा तिमीहरू नि खन्न जा सुन भेट्टाइन्छ कि यसरी नक्सा भेट्टाइन्छ कि खनो म त खन्छु अब कहाँ कैसा लगा मेरा मजाक